होइन भाइ तलै लडाएर काट्यो हुन्छ अनि भुरी पनि छैन दामी छैन क्या यो घन्टी घन्टी चाहिँ बज्दैन रहेछ छैन रासोपाको घन्टी फेसबुकमा टिकटकमा हाल्नु अनि गाइज रवि लामेछाने जेलमा परेपछि रासोपाको घन्टी गजो ढ्याङ्ग्रो बजाउने यो चाहिँ प्रकाश भुजेलको प्रकाश भुजेलको ढ्याङ्ग्रो बजाउने प्रकाश भुजेलको गजो पानी सेलामा आउँदा रहेछ क्या अब पल्लोदेखि मेरोमा नि जानु ल हो त्यहाँबाट ल्याउनुपर्छ दाजु यो भ्यागुती खतरा रहेछ त आइडियावालालाई थाल्छ त्यो फेरि भरे निक्लिन्छ नि त माथिबाट उल्टो निक्लिन्छ क्या त्यही भएर अनि अब उ त्यो अगाडि गएर काटियो अब अगाडि नै लानु होला नि होइन भाइ तलै लडाएर काट्यो हुन्छ अनि भुरी पनि छैन दामी छैन क्या मृग जस्तै छ त कतिको ठुलो रहेछ यार मानु मानु त्यहाँ खुर्किनुपर्छ भाइ खुट्टा समाउनु पर्छ है भिडियो दसैँ है हाम्रो दसैँ है यसले जति हुन्छ यही हो क्या काट्छ हलाल गर्न त्यो ठुलोले हुँदैन नि ठुलोले त्यो मासुमा लाग्दैन क्या कस्तो यार नामालाई यस्तो पात नपकाउनु न त्यो म समाउँ त म समाउँ म त झन् पण्डित हो म समाउँ अनि समात्नु ए त्यो मच्छरमा छिटो न दाजु म चाहिँ टाउको हल्लाउँछ एकजनाले मजाले गर्ने एकजनाले उता पक्रिन्छ पकाउनुपर्छ न कहाँ दुईजना चाहिन्छ नि यसको पछाडितिर सिसी क्यामेरा सक्दैन सिधो गरिदिनु छैन सर सिसी क्यामेरा छैन त्यही त छिटो काटेर गरिहाल्छ अब कोहीले नगरेपछि त मैले गर्नुपर्छ दाइ म समाएँ त उतापट्टि कानुकामा पौडेर पक्रिनु पक्रिनु आउनु दाजु यार यहाँ त्यो समाउनु त पर्छ यार एकजनाले उसलाई दुईजना चाहियो दाइ त्यो भाइलेन्स भएर तपाईँको ऊ छ त्यो यो नहुने गाडीमा गर्छु नि यहाँ हल्लाउँछ नि त नुहाइ त्यो टाउको छ सिसी क्यामेरा छैन कि यहाँ भरे लेट गर्नु हुँदैन ओके ऊ त्यहाँ ऊ ल्याएर थाल ल्याएर आउनु कहाँ गयो बटुको यहाँ ऊ त रगत त थाप्नु परिहाल्यो नि कुनमा यहाँ रगत थाप्ने यहाँ छेउमा उसियो ऊ लादी आउँछ भाइ राम्रोसँग म पछाडिदेखि हो उयो यसमा डोरी यहाँ रेडी बनाएको छ मैले बाँध्नको लागि बिस्तारै बिस्तारै होइन त्यो खुट्टा तिमीले त्यस्तो गऱ्यो भने तिमीलाई भेटा गर्छ खुट्टा ऊ यहाँ टाउको अड्याउनुपर्छ क्या हो त्यसरी भयो नि होइन हो मजाले दिन्छ तिमी त्यहाँ कालेलाई बुझ्दिनु यो हाम्रो यहाँ कार्यक्रम घन्टी घन्टी चाहिँ बज्दैन रहेछ छैन रासोपाको घन्टी फेसबुकमा टिकटकमा हाल्नु अनि गाइज रवि लामेछाने जेलमा परेपछि रासोपाको घन्टी गजो ढ्याङ्ग्रो बजाउने यो चाहिँ प्रकाश भुजेलको प्रकाश भुजेलको ढ्याङ्ग्रो बजाउने प्रकाश भुजेलको गजो यसले चाहिँ ठिक गर्छ अरे स्वामी त्यसलाई यो 45 किलोको हो साथी हो अनि टक्क 45 किलोको हो यार सिङ चाहिँ भयङ्करै छ यार यो हिङले हरिणको जस्तो छ नि हरिण यो बराकी के भन्छ नि थारहरू जस्तै क्या बचाउने पछि जोगी हो जोगीलाई काम दिने खालको छ 50 किलोको 45 किलोको है अनि हामीले कटाइ चाहिँ हेर न यस्तो कोरियाको राम्रो दसैँ। हो कोरियाको त सबै जलाएर हो नि त भाइ जलाएर थियो खासै एकछिनमा प्रोसेसिङमा त्यो हुन्छ त अलिक कसरी बनाउँछ होला है उनीहरूले म त त्यहाँ छैन हो क्या त्यो हमाको रहेन रहेछ है जिलेट सबै जलाउँछ अरे लास्टमा
फुनमुखी पानीले भार पार्छ त्यो हमालको जिलेट रहेन रहेछ मलाई अस्ति तपाईँले कसरी बनाउँछ तातो पानीले त्यो जिलेट कहाँ राख्छ हमालले जिलेटै छैन मैले हेर्नु पो यहाँहरू कसैले युज गर्दैन जिलेट मैले एउटाले 1 वर्ष थाहा एउटा यस्तो गरेर बिर्स्यो डाइपोल ल हामी त 20 मिनेट हालिन्छ याद भिडियो हुँदैछ है तर यो त ग्यास सिकेछ क्या हो सिरेगी हाजिमा पानीले गर्दा हो त्यस्तो त्यो कहाँ गयो फ्याँकेको छैन त्यहाँ त्यस्तो बल्ने खालको थियो नि पानी परेको फेरि माफ काट हावा चल्दैछ बिस्तारै बिस्तारै त्यो जले नै छ है घर बिस्तारै गर्ने त अलिक रातो हुनु सुक्छ नि त पहिला अनि चाहिँ जान्छ त्यो पहिला चाहिँ पानी सुकाउनु भयो हेर्नुहोस् गाइस हाम्रो दसैँको यो दसैँ हो गाइस दसैँ हो है आउँछ बलियो हेर्नु साह्रै 45 किलोको हो यो म आज उत्तर कोरियाको छेउदेखि आएको मान्छे कोरियामा चाहिँ हाम्रो चाहिँ कोरियाको सुसक स्पेसल चाहिँ यस्तो हुँदैछ यो पानीले गर्दा नबढ्यो बत्ती मिल्यो के हो यो के बत्ती के क्या यसो गरेपछि आइगयो कहिदिन दाजु म गर्छु टाउको मात्र नै हिँड्नु पर्छ हिँड्नु हो बस अब चाहिँ मेरो तपाईँको यहाँ भिडियो बन्दैछ है अब त यो त तान्दा नि जान्छ ल खोइ त दाइ म एकचोटि तान्छु त्यस्तो तातोमा चिसोमा पोलेको त जान्छ नि कठिन त दाजु एकचोटि तान्ने हो म ताने माथिबाट पोलेको छैन यहाँ माथितिर पोलेको रहेछ मुनिबाट माथि यस्तोमा त हाम्रो स्वामी पनि छारे हुनुहुन्छ नि आयो ढिँडो हिँड्यो पाल्यो खेतदारी तातो पानीको चुला त्यही भनेको मैले माथिबाट पोल्दा मात्रै त्यो माथि त के भएको छैन पल्लोतिर पोल्नु हो त्यसो माथिबाट पोलेकै छैन केही गएन जिउँदै छ हो त्यसरी आएर त गाली गर्दैनन् को छ र यहाँ छैन हामी नै राजा अब मान्छे छैन सबै आफ्नो आफ्नो मजा घर यही त हो त्यही भएर त आएको हामी होइन
यही मजा भएर आएको माथि धुलो हुन्छ धुलो उठ्छ कि भन्दै सुन्छ कि कराएको अरूतिर हाम्रोतिर घुम पऱ्यो पानी हाल्नु गर्दैन पर्छ ए अब ल यो यतिकै अब त्यतिकै बोल्नु टाउको हो अब त्यो टाउकोलाई टाउको र खुट्टा अघि त भुवारमा पारौँ ठुलो बनाएर यस्तो गरौँ दाइ त्यसलाई चाहिँ यो टाउकोलाई चाहिँ छिनाम टाउकोलाई छिनाएर अहिले गरौँ पहिला टाउको उयोपट्टि चाहिँ अहिले गरौँ छेउपट्टि पर्खाइ पर्खाइ यतातिर त यो लास्टै बिजोग छ त्यसो गर्दा सञ्जय सरले पनि छिटो हुन्छ घाँटी यार त पोल्नुपर्छ नि त्यो घाँटी त्यो फुटिन्छ भयो होइन फुटिन्छ हेड भयो त मात्रै भयो भयो त त्यसो गर्दा राम्रो आयो नि घाँटी गएर हेर्नु नि त फ्याट 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 गराइ अनि गराइ सिधा खिच्दिने लामाले फ्याक फ्याक त्याँतिर होइन त्यो त अहिले अलिक त पोलेर यो कस त जानुपर्छ कि एकलट त यो पोल्नु पोल्नु त्यो यो राजखानी चाहिँ राम्रो ठुलो बनाएर पोल्नु त यो त्यो विमलकोबाट मासु मैले केराले अर्डर गर्नु खानुपर्छ भनेर अर्डर गर्न आँटेँ खारा फार दसैँ पछाडि तपाईँलाई राम्रो मासु खुवाउँछु ल भने लाज लागिँदैन अरे दसैँ पछाडि तपाईँलाई म मिठो मासु खुवाउँछु ल सर छ कि छैन बुझ्नु न सर भने ल ठिक छ होइन मासु अनि यहाँ मैले गरेको मात्र हेर्नु नि फ्याट कन्ट्याक्ट छैन फ्याट 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 लामाले साह्रै भन्यो यता यता मात्रै फ्याट फ्याट मात्र भयो उसले मात्र फ्याट फ्याट भयो कामै हो नि तर यो काम गरिरहेको बाबा बाबा यो 30 केजी जग्गा मासु 30 केजी लगभग हुन्छ कि यो अर्को 25 प्लस हुन्छ कि 25 प्लस हुन्छ अहिले साउन ल्याएर गर्ने हो भने यहाँसम्म भेट्दा त यो सबै पुग्छ हजुर पर्दैन पर्दैन अब केही पर्दैन राम्रो सुरु गर्नु है